हेलो सब गाइज आज चाहिँ हाम्रो भ्लग आइसकेको छ। गाइज चाहिँ उता टाउको झन् जानुभएको छ अनि हामी चाहिँ अब त्यहाँ गएर तल गएर फोटोसुट गर्नुपर्छ होइन। आज चाहिँ हामीले धेरै पछि मेरो दाइको चाहिँ धेरै पछि आज भ्लग आउँदैछ होइन। पहिला पनि गरेको थियौँ भ्लग इच्छा गरेको त्यो चाहिँ के भएर गयो। दाइ चाहिँ उता हुनुभएको छ होइन। यो चाहिँ हाम्रो दाइ घर भाइ घर हो। ज्याकेट पनि अब के भन्ने होइन सबै थोक अब हामी जान्छौँ उता टक्कल तयार गरेर। दाइजी आउनुभएको छ यहाँ टाउको भित्र राम्रो छ। अब हामी चाहिँ त्यहाँ डाइरेक्ट फोटोसुट गर्नुपर्छ अनि फोटोसुट गरेपछि ट्यागको लाएर त्यहाँ हामी जानु लाग्यो। अब जाने चाहिँ हामी घोलमा अगाडि दाइ चाहिँ यहाँ आउनुभएको छ कपाल भित्र राम्रो भएको छ। म यहाँ यसो अब टक्क लाएर हामी गइन्छ फोटोसुट हान्नलाई। अनि त्यति खासै धेरै कुरा छैन गाइज के भन्नु मान्छे भनेको हामी यस्तो हुनुपर्छ कि अहिले जाने फोटोसुट गर्ने ट्याग खिचेर हालिदियो नि स्टोरी। अनि यहाँ दाइ चाहिँ यस्तो ह्यान्डसम घाम भएर दाइ यस्तो के भन्ने अब हामी चाहिँ जाने तल हो यता तल। यो चाहिँ हाम्रो गाउँ। हामी चाहिँ यहाँ टक्क लाएर घुम्दैछौँ घुमिरहेको अवस्था थियो हाम्रो। अनि भोक लाग्यो भने दोकान यहाँ सक्नु तपाईँ गाई तपाईँ पनि कहिले आउनुभयो भने यस्तो भोक लागेको बेला टक्क दाइ यहाँ लजाउनु भएको छ गाई। आफ्नै च्यानलमा आफू लजाउने भने चाहिँ कम हो भनेको कि मैले झन् यस्तो भनेको थिएँ कि दाइ भ्लग सुरु गर्नु होइन टक्क लगाएर कमाइन्छ पनि यसो फेमस भइन्छ लाइफमा केही गर्नुपर्छ। अहिले चाहिँ दाइ यत्तिकै हल्लिनुभन्दा गर्नुपर्ने नि गाइजन भ्लग मैले त गर्नु भनेकै हो। दाइले नमानेपछि मैले के भन्ने मैले त अहिले गरिदिरहेको छु भ्लग हेर्नु तपाईँको सामु गरिरहेको छु। दाइ फेरि यस्तो लजा अझै लजाइरहेको कि मसँग यस्तो आइफोन भएको भए म गर्थेँ गाइज बरु भ्लग यहाँ कसम छु भनेको कि यस्तो मैले गरिदिन्थेँ भ्लग। यहाँ चाहिँ खाल्टो रहेछ भनेको सर्पोले बनाएको यहाँ हाम्रो घरतिर चाहिँ बाघ आएको थियो भने गाई बाघले खने जस्तो खाल्टो चाहिँ होइन नब्ली खाँदा खाल्टो त यार सुरुङ। अब हामी जान्छौँ फोटोसुट गर्न तपाईँ त्यहीँ गएर भेट्छौँ गाइज बाई बाई। त्यही आइसक्यौँ गाइज ग्राउन्डमा ट्याक्क लाएर यो चाहिँ हाम्रो ग्राउन्ड हो रोड ग्राउन्ड। तर यहाँ चाहिँ आजकल कोही खेल्दैन होइन उता खेल्छन् उता केटाहरू खेल्छन् त्यहाँको। हामी चाहिँ पहिला यहाँ खेल्थ्यौँ तर यहाँ बाघ आयो बिचमा बाघ आएपछि अनि ट्याक्क लाएर दाइ चाहिँ यहाँ भएछ। अनि बाघ आएपछि चाहिँ हामी खेल्न छोड्यौँ कि यहाँ। अनि अहिले चाहिँ कोही केटाहरू आउनै मान्दैन। हामी चाहिँ अब फोटोसुट गर्न थाल्यो यो गाइज कहाँ गर्ने भनेर भन्नु त यहाँ ग्राउन्डमा गर्नुपर्छ गाइज फोटोसुट। अब यहाँ हामी बाघ दाइ फोटो खिच्नु पर्छ गाइज हामी केटाहरू बाघको पनि थियो क्या दाइ अस्ति नि यार छैन क्या यति कतै थियो कि गाइज पहिला बाघको पन्जा होइन। बाघ चाहिँ आएको कहाँ तपाईँले देखाइदिन्छ किनेमा बाघ चाहिँ उता थियौँ त्यहाँ थियौँ देखिन त्यहाँ थियौँ थियो हामी देखेको थियौँ होइन। यी गाइज बाघको सानो छोरा रहेछ छोरा बाघको छोरा रहेछ गाइज होइन हामी थाहा थिएन। हामी आज भर्खरै आएको हो होइन धेरै दिनपछि स्याल पनि आउँछ अरे यहाँ नभन्दै यहाँ आजबाट खायो हेर्नु यी हामीले गरेको होइन फेरि कसम हामीले गरेको होइन आएकै हो गाइज होइन आउँछ म कहाँ खिच्ने फोटो यहाँ नि सही यहाँ क्लियर छ यी यहाँ चाहिँ यस्तो खतरा क्लियर हो गाइज हाम्रो होइन फेरि छाप गरेको होइन। हामी चाहिँ अब यहाँ जान्छौँ बाख्रा पनि छ बाख्राहरू पनि छ। अब चाहिँ हामी फोटोसुट गर्छौँ होइन फोटो गरेपछि ट्याक्क लाएर को थियो को केटी हो खै त्यहाँ चाहिँ हाम्रो रेशम दाइको पहिलाको ठाउँ होइन सबैले तपाईँहरूले त्यहाँको दिदीहरू टक्क ओसिलो त्यहाँ चाहिँ बहिनीहरू ट्याक्क लाएर त्यहाँ गरिरहेको छन् दाइलाई चेयरिङ गरेछन्। यो चाहिँ हाम्रो ग्राउन्ड दाइ ल यसो हाल्यो भने आफ्नो च्यानलमा त्यतिदेखि त्यतिकै खुली तालमा कि ल खिच्छ त फोटो ल अब चाहिँ हामी फोटो खिच्छौँ गाइज होइन। त्यसो भए ट्याक्क यो चाहिँ गाइज होइन फोटो खिचिसकेको छौँ होइन। अब जाने अब घर अब चाहिँ घर जान्छौँ हामी यति भएपछि तपाईँ फोटो पनि तपाईँले देखाए ज्याकेट तपाईँ हामी फोटो पनि देखाउँछौँ होइन। अहिले पछि त्यो एडिट गर्ने बेला फोटो पनि यसो हालिदिउँला दाइ ज्याकेट त्यहाँ। हामी चाहिँ अब जानु लाग्यो घरतिर अब फेरि हिँड्नुपर्छ गाई लाछा लाग्छ होइन। ज्याकेट चाहिँ उयो बाख्रा ढल्यो यार मऱ्यो ला खुदमा भन्दा मिलेन मजाक गर्थेँ गाइस फेरि मजा बाख्रै हेर्नु गाइस
यो साउथ होस्टेल सब बाख्रा फेरि त्यो होस्टेलको कि होस्टेलको मान्छे भने हल्का जुम गरेर देखाइदिनु जुम गरेर जुम गऱ्यो के देखाउने दा यार तपाईँ हान्नु नि एकछिन सबभन्दा ज्याकेट लाउँछु दाइ ल ल अब के हो नि गाइस त्यही त हो अब हाम्रो गौरव भाइ चाहिँ ज्याकेट लाउन आँटेको छ होइन भाइ ए ल बाख्राहरू चाहिँ यहाँ छ ल है ल चरा 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 ग्राउन्ड फुल ग्राउन्ड चाहिँ यो हो गाइस नयाँ यो चाहिँ धेरै दिनपछि आएको भिडियो यो चाहिँ सबैले लाइक सब्सक्राइब हानिदिनु होला सेयर पनि हानिदिनु होला अब गौरव भाइ ए गौरव भाइ यता हेर त ल है अब हामीले यहाँ ग्राउन्डमा चाहिँ फोटोसोटो खिचेर टक्क फोटोसुट गरियो अनि त्यहाँपछि अब त्यो सुटहरू चाहिँ युट्युबमा आउँछ हेरिदिनु होला माया देखाइदिनु होला अनि लाइक सब्सक्राइब सेयर हानिदिनु होला ल है त ल गरौँ भाइ म चाहिँ अब त हामी घर जान्छौँ गाई जानु घर गएर चाहिँ अब मुख धुनु पऱ्यो गरम भइन्छ अनि मैले खिच्नु भनेको फोटो तर आइसक्यो नभएर झ्याला त्यो भएर झ्याला नखिचेको अब चाहिँ हामी घर जान्छौँ हेर्नु न कस्तो जङ्गल छ ल यहाँ हेर्नु भ्यू ग्राउन्डको बाघ आएको त यहाँ है बाघ आएको छ त्यो भएर ल समात त मोबाइल एकछिन अनि गाइज म चाहिँ मोबाइल आइसक्यो मेरो हातमा आइसक्यो मेरो मोबाइल गाइज गर्मी भएर यस्तो भयो दाइ चाहिँ यहाँ गर्मी भइन्छ क्या मलाई किन बोल्न आएको भने गाइज यस्तो बोल्न आएर सकेको भइन्छ म यो मान्छेहरूले गाइज होइन तपाईँहरू पनि गर्नुपर्छ कि भ्लग तपाईँ उठ्नु टक्क लाएर मैले जस्तो भ्लग गर्ने तपाईँहरू पनि टक्क लाएर हामीलाई मान्छेले के भन्छन् यस्तो गर्न पाएन यो त पागल भन्छन् त्यही हामीले अहिले गरेर हाम्रो भ्लग मेहनत गर्नुपर्छ गाई तपाईँले नि मेहनत गर्नुपर्छ ट्र्याक्टर लाएर अहिले नभए पनि कुर्ने भने त गाईजना बल्ल पो सक्छ आउँछ त त्यसरी अनिल सुनार छ नि त आम्मा किनभने मेहनत गरेर अगाडि गयो भने हामी पनि गर्नुपर्छ त्यो भएर हामी गरिरहेको छौँ ट्र्याक्टर लाएर हामी चाहिँ अब यहाँसम्म आइसकेको छौँ हाम्रो घरतिरको पानी ट्याङ्की चाहिँ तपाईँले देखाइदिन्छु तपाईँलाई गाइस पानी ट्याङ्की चाहिँ उतै छ त्यहाँबाट अस्ति झन्डै खसेको यार झन्डै खसेको पौड खेल्न जानुपर्छ अब बेसी लाग्यो कस्तो भन्दाखेरि गाई दाइ कपाल हेर्नु कपाल दाइको यस्तो गरेर कहाँ हुन्छ भने केटाहरू गाई यार कपालै भएन दाइको कस्तो भन्दाखेरि कहिले सिकाउँछस् मलाई ल गाइज यस्तो कपाल मलाई सिकाउँछ जसरी कसम भनेको स्कुटर आइरहेको कि बाल आफै गएको बाल मत लगाइदिने मलाई कसम भन्नु पर्दाखेरि यो फेरि धेरै लामो भएको छ भन्न मिल्दैन भन्नुपर्छ देख्न 102 नम्बर स्कुटर हान्नुपर्छ क्या अब स्कुटर ड्याङ्की ड्याङ अब चाहिँ हामी यहाँबाट घर जान्छौँ भन तपाईँलाई घर घर यसो भेट्ने छौँ हामी अब हामी तपाईँ घर घर भेट्ने छौँ घर भेट्ने छौँ तपाईँलाई गाइजानु बाई बाई हामी चाहिँ यो फोटो खिचेर आइसक्यौँ खाजा पनि खाएर होइन अब चाहिँ हामी लास्ट त्यो लामा आइसक्यो होइन खाँदै कसम भनेको अब चाहिँ हाम्रो लास्ट हो होइन अब चाहिँ यति नै आजको लागि अब चाहिँ हामी भिडियो एडिट गरेर यो भिडियो चाहिँ आज कि भोलितिर आउँछ फिक्स होइन त्यसै लास्ट अघि चाहिँ फोटो खिचेर अनि थाकेर अनि 7 नम्बर गएर अनि 7 नम्बर गएर अनि खाजा खाएर अनि यत्तिकै भर्खर खाजा खाएर आएको थिएँ म अनि खाजा खाएर अनि एकछिन गरिदिउँ भनेर गरिदिनु लाग्यो आजको लागि चाहिँ यति नै गाइज होइन त्यही लङ भिडियो बनाउन सकिनँ अघि चाहिँ थाकिसकेँ त्यही भएर हो कि हात पनि लास्ट गरिसक्यो यति भन्दै बिदा चाहन्छु बाई बाई गाइज